आज चाहिँ बारीमा काम गर्दै यो बन्दा बारी चाहिँ हाम्रो लगभग 16 गट्ठामा लगाएको थियौँ र यसलाई पानी लगाउन ढिलो भयो। त्यही भएर चाहिँ यसलाई ड्याङ अहिले बनाउँदैछु म। यो ड्याङ बनाउनको लागि चाहिँ हामीले खेतालाहरू खोजेका थियौँ र खेतालाहरू चाहिँ नभ्याउने भएको कारणले गर्दा अहिले हामीले एक किसिमको उपकरण जुन यसले चाहिँ ड्याङ बनाउन प्रयोग भइरहेको छ। यो चाहिँ हामीले हिजो मात्र ल्याएका हौँ र यसबाट हामीले ड्याङ बनाइरहेको छु र बिहानभरिमा चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ मैले यति ड्याङ बनाइसकेको छु। यो 16 गट्ठाको चाहिँ हाम्रो प्लट